तपाईहरुलाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। आजको मिनी ब्लगमा के हो भने चाहिँ हामी सबैजना मिलेर सानो पिकनिक खान गइरहेको छौं। अनि हामी चाहिँ गएको उतातिर उता के लिन पठाएको थियो, तर फेरि दादा आफै आउनुभयो, त्यसैले दादा आफै जानुभयो। अनि चाहिँ म यता आएँ त त्यो हाम्रो यहाँ बाबु कस्तो मजाले हेरिरहेको थियो भिडियोमा। अनि त्यसपछि यहाँ म भिडियो बनाइदिइरहेको थिएँ, दिदीले त्यो तताइराख्नु भएको थियो, अरूले अरू काम गरिरहेको थियो। अनि चाहिँ सबलाई हेराएँ, सबैले हाई भनौँ, सबैले आफ्नो काममा बिजी छ सबैजना। म चाहिँ भिडियो बनाउन बिजी छु, उता मेरो दिदी पकाइरहेछ। दादाले फरन त्यो पत्रुसको पात हालिराख्नु भएको छ भने यता चाहिँ आफ्नो कामको तयारी गरिरहेछ सबैजना। म चाहिँ भिडियोतर्फ बिजी छु, त्यसैले केही काम गरिराख्नु परेको छैन मलाई। अनि अरू यता बाबु एउटा क्युट पाराले बाबु बसिरहेछ उसको दादासँग। एउटा चाहिँ क्यामेरातिरै फोकस छ, एकजनाको चाहिँ दिदी कराईमा त्यो प्याज मजाले रातो हुने गरी पकाउँदैछ। यता चाहिँ के हालिदिनु हुँदैछ कराईमा दादाले। यता चाहिँ मासु 5-6 किलो मासु, यता आफ्नै दाउरा-साउरा हाल्ने चुलोमा पकायो भने मासु मिठो हुन्छ, त्यसैले चुलोमा पिकनिक खाँदैछौँ हामीहरू। चुलामा पकाएर सबैजनाले पैसा भेला गरेर हो यो चाहिँ, सबैजनाको पैसा भेला गरेर हामी पिकनिक खाइरहेको छौँ सबैजना मिलेर। अझै 1-2 जना चाहिँ उता उनीहरूको केही काम छ, उनीहरू चाहिँ उतै छैन आएको। हामी चाहिँ भिडियो मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। यसकै पार्ट 2 चाहियो भने कमेन्टमा पार्ट 2 भनेर लेख्नु होला। हस्त धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई थ्याङ्क यू सो मच। अब आजको ब्लग यहीँसम्म। हस्त बाई।